कुन अफिस हो यो? मिनिस्टर फरेन अफेयर भन्ने मिल्छ। ठिकै छ। यता हेर्नुहोस् पोर्चुगलको बिजोग यस्तो छ है। अब अहिले राति अहिले अँध्यारो म पनि छु है यहाँ, मलाई हेर्नु नि। कफी सफी नखाइकन बस्नु भएको छ त रातिभरि नि त। चिया व्यवस्था यस्तो गर्दैन हुन्थ्यो कसैले। चिया त अब भोकै छ, केही खाना पाएको छैन। लाइन 4 दिन भयो। जाडो छ, गर्मी छैन। 4वटा कफी खाएछ। 4वटा कफी खानुभयो? के गरेर आउनु भएको? म बिहेको लागि आएको थिएँ। बिहे। नमस्ते बन्दिया सबैजनालाई। आज हामी मिनिस्टर कुन अफिस हो यो? मिनिस्टर फरेन अफेयर भन्ने मिल्छ। ठिकै छ। यता हेर्नुहोस् पोर्चुगलको बिजोग यस्तो छ है। अब अहिले राति अहिले अँध्यारो छ, देख्दैन होला खासै। अहिले बिहान भएपछि एकदम दामी देखिन्छ। के हो भन्दाखेरि चाहिँ यहाँ लिगलाइजेसन गर्नलाई चाहिँ यहाँ मान्छेहरू लाइन बसेर राति 12 बजेदेखि 1 बजेदेखि 2 बजेदेखि। अब तपाईँ पनि त क्यामेराम्यान तपाईँ बनिदिनु न साथी। म पनि छु है यहाँ। यो हेर्नु हाम्रो दिदी। म पनि छु है यहाँ, मलाई हेर्नु नि। कफी सफी नखाइकन बस्नु भएको छ त रातिभरि नि त। एभ्रिवान प्लिज है, यो भिडियोहरू गभर्मेन्टसम्म पुगोस् होइन। यो भाइ चाहिँ हेर्नु अनुहार सुके छ के छ। ल यस्तै छ लाइ हेर्नुहोस् साथीहरू। बन्दिया लास्ट अगाडिसम्म पनि देखाउँ न। सन्चै हुनुहुन्छ नि? सन्चै छ। के गर्नु पर्यो? अहिले पानी परेर के गर्नुहुन्छ र? मैले त रेनकोट लगाइरहेको छु। हजुर ल हामी त छाता हो, हाम्रो त छाता ओढ्ने र बस्ने हो। ल धेरै बेर उभिँदा थाकियो है। नेपालमा छ अब यहाँ यसो लहरे बस्दियौँ। के गर्ने यस्तो चिया व्यवस्था यस्तो गर्दैन हुन्थ्यो कसैले। चिया त अब भोकै छ, केही खाना पाएको छैन। लाइन 4 दिन भयो। गाह्रो छ नि। गएको छ। पालो त कुर्नै पर्यो। के गर्नु? पालो आउने बेला बन्द गरिदिन्छ नाकाहरूले। हिजो नि 4 बजे बन्द गरिदियो। बाहिर लाइनमा भित्र अफिसर छैन, काम गर्ने। गेटबाटै फर्काइदियो। मुखसम्म पुगेर फर्केर आएको त। कुर्दा यहाँ हेर्नु होला कति उल्टो देख्छ होला। आइज न 7:36 भयो होइन अहिले। यहाँ बिस्तारै मान्छेहरू थप्दै गर्छन्। यहाँ हाम्रो दाजु यता हुनुहुन्छ। ल दाजु यहाँबाट तपाईँ कन्टिन्यू गर्नुहोस् न अब। हेलो गुड मर्निङ लिस्बन। हेर्नुहोस् गाइज यहाँ राति आज बल्ल उज्यालो भयो है। बल्ल राम्रोसँग फेस देखिरहेछ साथीहरूको, दाइहरू। अलिअलि अझै 1-2 घन्टा अझै कम्प्लिट गर्ने भयो है गाइज। ललन के छ नि रातिको बसाइ कस्तो भयो? यो उज्यालो भयो होइन। धेरै होइन 1-2 घन्टा अझै कुर्नु होला साथीहरू। पोर्चुगलमा चाहिँ चाहेर पनि कसैले नआउनु होला है। यहाँ देख्नुहोस् है बिजोग छ। सही कुरा, दिदीले सही कुरा भन्नुभएको गाइज। लोभले बिलाप के भन्छ नि त्यो नहोस्। हेर्नुहोस् गाइज उहाँ बिजोग रातिभरि उहाँ दिदी सुत्नु भएको छ त्यहाँ। अनि अब हेरौँ के हुन्छ। आज पनि काम हुन्छ कि हुँदैन। 50 जनाको नेम लिस्ट दर्ता भइसकेको छ हाम्रो। जेलका कैदीहरू टाइपमा पनि देखाइदियो। त्यस्तो अब जेलै नभनौँ न यार, यस्तो राम्रो। निकालो भाइ निकालो हाम्रो। ल हामी यता बिस्तारै मान्छे थपिँदै गएछन् है। हेर्नुलाई यता परसम्म पुगेका छ मान्छेहरू। यता पनि अलिअलि आउँदै गएका छन्। आउने नाम लेख्ने चुप्लाएर बस्ने हो। यस्तो यो बिते छ अहिले त। अब अहिले यहाँ कति बजे? 8:19 भएको छ। अब 9 बजे फुल छ। हेरौँ त्यसपछि के हुन्छ। ल यहाँ अहिले 8:48 भएको छ होइन। अब यहाँ लाइन लान थाल्यौँ हामी। पछाडि हेर्नु हेर्नु अब हेर्नु लाइन कहाँसम्म पुगेछ हेर्दै गर्नु है तपाईँहरू। परसम्म लाइन पुगेछ। 50-55 पुगेछ। उहाँ हाम्रो रोशनजी हुनुहुन्छ। उहाँसँग चाहिँ छोटो अन्तर्वार्ता लिउँ भन्ने सोचेको। नमस्ते। नमस्ते। के छ हजुरको हालत? सन्चै हुनुहुन्छ? जाडो छ, गर्मी छैन।
रातिभरि बसेछ 4वटा कफी खाएछ 4वटा कफी खानुभयो अनि अरू केही छैन अरू केही पनि छैन लिस्बनमा छु लिस्बनमा हुन्छ अलकान्त्रा पनि भन्नु न अलकान्त्रामा छु के गर्न आउनु भएको म बिहेको लागि आएको थिएँ बिहे गर्न आउनु भएको केटी नै भएन ला तेरिका यताबाट पनि 7 मान्छेहरू आउनु भएको छन् यता पनि टक्क मान्छेहरू है केटा अगाडि छिर्न नदिनु है केटा हो अगाडि छिर्नु भएन ऊ त्यो चाहिँ मेन अफिस त्यो मिस्टर फोरेन अफेयरको यो चाहिँ अब काउन्सिलर सेवा जस्तो हो यो चाहिँ है जो पोर्चल हुनुहुन्छ सायद प्राय नेपाली प्राय सबै नेपाली यहाँ चाहिँ धाउनै पर्छ यहाँ नधाइकन कामै भन्दैन ल बल्ल बल्ल यहाँ 5 जना छिराए होइन ठ्याक्क मुखमा आएको फेरि पुऱ्याइदिएछन् दाइ तनावमा हुनुहुन्छ दाइ ठ्याक्क मुखमा आएको छुरु पक भन्छ किन दाइ रातभरि कुर्यो 2-3 दिन भात खाएको छैन कुर्याएको रहेछ आएको छ गएको छ गेटमा आएर अड्किनु परेको छ कहिले पालो आउँछ कुर्याएर बस्यो आउँछ यता पनि छन् अलिअलि पालो कुरेको अब के पालो थाहा छैन यी अझै हेर्नु पछाडि त्यति छन् होइन अझै नि उहाँ परसम्म देखिनु भयो होला यही ल ल 10:30 भयो अहिले होइन 10:30 भयो यहाँ अनि अब चाहिँ अब कामसाम भयो ल अब हामी है लास्टमा आएर काम दियोस् भेटी चढायौँ 10 युरो होइन बल्ल गरिदियो 10 युरो भेटी थ्याङ्क यू सो मच ल ओब्रिगादा ल सबलाई चाउ चाउ फेरि भेटौँ अर्को ब्लगमा हस्त नमस्ते